सम्बन्धित क्लबहरूले हामी कुनै पनि खेलको आयोजना गर्छौं भनेर गाउँपालिकामा आउँदै गर्दाखेरि गाउँपालिकाको तर्फबाट गर्न सक्ने सहयोगको लागि हामीले सधैँ सहयोग गर्दै आएका छौं। यसको अर्थ के हो भन्दाखेरि खेलकुदको माध्यमबाट यस रोसी गाउँपालिका भित्रका भाइ बहिनीहरूले बालबालिकाहरूले खेल प्रेमीहरूले आफ्नो व्यक्तित्वको विकास गर्न सकोस् भन्ने हाम्रो उद्देश्य हो। हामी विभिन्न विधाबाट हामी चिन्ने गर्छौं। विभिन्न व्यक्तित्वहरूको हामीले नाम लिँदै गर्दाखेरि खेलकुदको क्षेत्रबाट उदाएका व्यक्तित्वहरू पनि यो समाजमा प्रतिष्ठित छन्। अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगिताहरूमा गएर नेपालका खेलाडीहरूले धेरैले स्वर्ण पदक र अन्य पदक जितेर आएको यहाँहरूले थाहा नै छ। त्यसरी जाँदै गर्दाखेरि उहाँहरूले आफ्नो व्यक्तित्व निर्माणको साथसाथै देशको प्रतिष्ठा पनि उच्च राखेर आउनुभएको छ। हाम्रो उद्देश्य रोसी गाउँपालिकाभित्र जन्मिएर अथवा यो आसपासमा जन्मिएर खेलकुदको माध्यमबाट यहाँहरू राष्ट्रिय व्यक्तित्वको रूपमा अन्तर्राष्ट्रिय व्यक्तित्वको रूपमा स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसको लागि सक्ने सहयोग हामीले गर्दै आएका छौं। राष्ट्रको निम्ति खेलकुद, स्वास्थ्यको निम्ति यो राष्ट्रिय रूपमा पनि यो खेलकुद महत्त्वपूर्ण छ। हामी अन्तर्राष्ट्रिय रूपमा पनि खेलकुदबाट चिन्न चाहन्छौँ र स्वास्थ्य चाहिँ आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको निम्ति खेलकुदको अनिवार्यता हुन्छ। यस अर्थमा खेलाडी भाइ बहिनी मात्रै नभए सबै विद्यार्थी भाइ बहिनीहरूले खेलप्रति रुचि राख्नुपर्छ र खेलकुदको विभिन्न विधा हुन सक्छ। यो कराटे मात्रै हुन सक्दैन। यसको मतलब कराटेभित्रको फुल कन्ट्याक्ट मात्रै नहोला, अन्य पनि होला। या आउटडोर चाहिँ खेलहरू पनि भलिबल होला, फुटबल होला, अन्य अहिले विश्व चाहिँमा चाहिँ क्रिकेटको त्यो हिसाबले नेपालमा पनि अहिले चलिराखेको छ। र त्यसो हुँदाखेरि तपाईँको चाहिँ सबै खेलहरूमा आफ्नो रुचिअनुसारको सबै भाइ बहिनीहरूले पनि त्यो अनुसारको चाहिँ लगाव राख्नुहुनेछ र सबै एउटा न एउटा खेलकुदमा आबद्ध हुनेछ भन्ने विश्वास साथ तपाईँहरूको यो चाहिँ खेलकुद अहिलेको यो प्रतियोगितापूर्ण सफलताको शुभकामना। कराते भन्ने बित्तिकै एउटा स्पिरिचुअल डेभलपमेन्ट अफ माइन्ड एन्ड बडी भन्छ यसलाई। यो चाहिँ शरीर र दिमागको एउटा आध्यात्मिक विकास हो। यसलाई चाहिँ अझ यो वैज्ञानिक किसिमले जानको लागि चाहिँ सबले स्थानीय लेभलदेखि हरेक स्कुलदेखि गाउँमा ठाउँमा पनि विकास र विस्तार गर्न सकियो भने यसको चाहिँ महत्त्व अझ धेरै हुन्छ। र एउटा किसिमको यो आत्मरक्षाको लागि पनि हो अनि अर्को कुरा चाहिँ एउटा आध्यात्मिक विकासको लागि पनि हो अनि अनुशासनको लागि पनि हो भन्ने उद्देश्यले हामीले सुरुवात गरेको हो। हाम्रो यो चाहिँ वास्तवमा हाम्रो रोसी गाउँपालिकाले निरन्तर योभन्दा 5 वर्ष अगाडिदेखि चाहिँ उहाँले हाम्रो रोसी गाउँपालिकाले चाहिँ हाम्रो यही फुलकन्ट्या करातेको लागि बजेट छुट्याइरहनु भएको थियो। हामीले पहिलो रोसी कप यही रोसी माविमा गऱ्यौँ, दोस्रो रोसी कप हामीले सिपालीमा हिमालय माविमा गऱ्यौँ, तेस्रो रोसी कप हामीले डम्फु पार्कमा गऱ्यौँ, चौथो रोसी कप हामीले पोडोखोलामा गर्ने तयारी थियो। त्यसमा हाम्रो विपदको कारणले गर्दाखेरि के भन्दा 1 वर्ष अगाडिको चाहिँ ठुलो बाढी पहिरोको कारणले गर्दा त्यहाँको ग्राउन्ड बगाउँदा हामीले रोसी माविमा गऱ्यौँ। अहिले तत्कालको लागि रोसी मावि भन्दा उपयुक्त अर्को ठाउँ नभएको कारणले हामीले रोसी माविमै गर्दै आइरहेछौँ। अनि यसमा मुख्य सहयोग भनेको त रोसी सरकारको हो, रोसी गाउँपालिकाको सरकारको। अनि अरू अन्य सङ्घ संस्थाहरूले पनि हामीलाई त अब पर्याप्त रोसीको मात्र बजेटले पनि सबै ठाउँको खेलाडीहरूलाई ल्याउने राख्ने त्यसपछि खानपिनको व्यवस्था गर्ने नगद पुरस्कारदेखि लिएर विभिन्न पुरस्कारको लागि पर्याप्त नभएको अवस्थामा साथीभाइहरूले चाहिँ विभिन्न सङ्घ संस्थाको साथीभाइहरूले पनि हामीलाई आर्थिक सहयोग गरिरहनु भएको छ। र नैतिक रूपले चाहिँ मिडियादेखि लिएर अन्य सङ्घ संस्थाहरूले पनि हामीलाई एकदमै सहयोग गरेर आइरहनु भएको छ अहिलेसम्म। मेरो नाम चाहिँ होमबहादुर राई। म यहाँको प्रथम राष्ट्रिय तथा 5औं रोसी कप चाहिँ सशस्त्र प्रहरी बल यानि कि एपिएफबाट सहभागी हुन आएको छु। यहाँको बिहानदेखिको गेमको अवस्था हेर्दाखेरि निकै राम्रै सञ्चालन भइरहेको छ। आफ्नो अनुभवमा चाहिँ पहिलो कुरो त नेपालको कुसिन कराते हो, यो फुलकन्ट्याको
यसमा चाहिँ अन्य कराते जस्तो नन कन्ट्याक्टमा जस्तो चाहिँ हुँदैन। हाम्रो पुरै नै फुल पोइन्टमा चाहिँ हामीले खेल्नुपर्ने हुन्छ, नकआउट नै हान्नुपर्ने खालको गेम हो। यो खेल चाहिँ स्वास्थ्यको लागि पनि एकदम राम्रो छ र आफ्नो सुरक्षाको लागि पनि एकदमै राम्रो खेल चाहिँ। योभन्दा पहिलेको प्रतिस्पर्धाहरू चाहिँ हाम्रो पहिलो रोसी कप गर्दाखेरि चाहिँ हामीले पालिका स्तरीय गरेका थियौँ। महाभारतको तेमालको नमोबुद्ध रोसी गरेर हामीले 4वटा गाउँ पालिकाहरूलाई हामीले समावेश गरेका थियौँ। अनि त्यसपछि आएर हामीले हिमालय माविमा दोस्रो गर्दाखेरि पनि हामीले त्यही पालिका स्तरीय मात्र गऱ्यौँ। अनि त्यसपछि हामीले उता तेस्रो रोसी कप कालढुङ्गामा गर्दाखेरि जम्फू पार्कमा गर्दाखेरि हामीले जिल्ला स्तरीय काभ्रे जिल्लाभरिको समावेश गऱ्यौँ। चौथो रोसी कपमा चाहिँ हामीले अब यसलाई अझ व्यापक गर्नु पऱ्यो भने इन्डो नेपाल भनेर इन्डियाको पनि सहभागी गऱ्यौँ, अनि त्यसपछि हाम्रो नेपालको पनि सहभागी गऱ्यौँ। अनि अहिले आउँदाखेरि चाहिँ अब इन्डियाको सहभागी गराउन अलिकति उहाँहरू आफ्नो व्यस्तताको कारणले गर्दाखेरि अहिले हामीले राष्ट्रिय स्तरको नेपालको 7 प्रदेशको सहभागी गराएको छौँ। अहिले चाहिँ हाम्रो लगभग 146-147 जना खेलाडीहरू चाहिँ भाग लिनुभएको छ। कहाँ त सबै गरेर 160 जना जति खेलाडीहरू भाग लिएको छ। हाम्रो क्याटेगोरीहरू चाहिँ 30 केजी तौल समूहमा पुरुष छ, 35 केजी 40, 45, 50, 55 केजीसम्म 6वटा क्याटेगोरीमा चाहिँ पुरुषको तौल समूहमा चाहिँ हाम्रो फाइट भइरहेछ भने महिलाको चाहिँ 35, 45, 55 अनि हेभी वेटमा फाइट भइरहेछ भने अनि त्यसै गरी काँतातर्फ चाहिँ महिला र पुरुष गरेर जम्मा 12वटा क्याटेगोरीमा अहिले हाम्रो इभेन्ट भइरहेको छ। अहिले भएको खेलमा रातो रिबनका खेलाडी विजय भई फाइनल प्रवेश गर्नुभएको छ। उहाँलाई हार्दिक बधाई। नमस्ते, मेरो नाम सविता मिर्जा। म चाहिँ ओइको खेलाडी भकुण्डे बेसीबाट। अनि आजको खेल चाहिँ एकदम राम्रो भयो भनौँ। एकदम खेलाडीहरू सबैजना ठाउँको आउनुभयो, धेरै ठाउँको आउनुभयो। उत्कृष्ट छनौटको लागि त हामीले अब फाइट लड्दै आएपछि त फर्स्ट सेकेन्ड थर्ड छुट्याउने हो। फर्स्ट सेकेन्ड थर्डसम्मलाई हामीले ट्रफी मेडल सबैले व्यवस्था गरेका छौँ। 45 केजीभन्दा माथिको फाइटरहरू चाहिँ प्रोफेसनल भएको कारणले उहाँहरूलाई चाहिँ हामीले क्यास प्राइज पनि व्यवस्था गरेका छौँ। 45 केजीलाई अनि 50, 55 हेभी वेटरलाई चाहिँ क्यास प्राइज, प्रथमलाई हामीले नगद 5000, दोस्रोलाई हामीले नगद 2500, तेस्रो चाहिँ हाम्रो 2टा हुन्छ। फेरि तेस्रो हामीले छुट्याएको छैन, चौथो गरेर तेस्रो 2टालाई चाहिँ 1000 गरेर हामीले नगद पुरस्कारको व्यवस्था गरेका छौँ। नमस्ते, मेरो नाम रवि महर्जन। कहाँदेखि आउनुभयो? तेजो ललितपुरबाट। यो गेममा सहभागी हुनुभयो, कस्तो लाग्यो अनुभव? के लाग्यो? कस्तो? राम्रै, सबै राम्रै। तपाईँ कति केजी तौलसम्मतर्फ भिड्नुभयो? के कस्तो अनुभव रह्यो? 45 केजीमा राम्रै। होइन, सबभन्दा ठुलो चाहिँ मलाई के लाग्छ भने जस्तो दिलगुरुले सबै खेलाडीहरूलाई बोलाउनु भएको कारण चाहिँ सबै खेलाडीहरूले मौका पाओस् भन्ने कारणले सानो तौलदेखि माथिल्लो तौलसम्म उहाँले बोलाउनु भएको कारण हामी चाहिँ एकदमै खुसी छौँ। अब मेरो विचारमा सबैजना खेलाडीहरू खुसी नै हुनुहुन्छ जस्तो लाग्छ होइन। अब हामी पनि एकदम आशा गर्छौँ उहाँले यो गेमहरू प्रतिचोटि गरोस्, हामी पनि खेल्न आउनु सकोस्। अनि जुन चाहिँ वञ्चित भएका खेलाडीहरू भाइ बहिनीहरू उहाँले चाहिँ सबैलाई बोलाउँदै हौसला दिँदै आज भोलि भन्दै होइन उहाँले पटक गेम गरिरहनु भएको छ नि, त्यो एकदमै हामी खुसी छौँ। हामी ललितपुरबाट पनि यहाँ धेरैचोटि आइसकेका छौँ। नमस्कार, मेरो नाम सविन्द्र शैली, म चाँदखोटी डोजोबाट आएको। आजको गेम राम्रो नै भयो।